कोही छैन पर्व म अब कसैलाई केही भन्दिनँ बालुनले जे गर्छ त्यही गर्छ सरकार हो नि त बालनले आफूलाई केही गर्छ भन्ने आशा छ अझै आशा त बालिन त्यस्तो मान्छे होइन नि त साथीहरू हेर्नुभयो होइन अहिलेको खास सुकुम्बासी भनेको चाहिँ उहाँ आमा हुन् क्या बिचरा उहाँ आमाले बोलेको सुनेर एकदम मन कटक्कै खाएको छ क्या उहाँ आमाले भन्नुभएको छ कि बालिन शाहले जहाँ लानुहुन्छ हामी त्यहीँ जान्छौँ अवश्य पनि बालिन शाहले यो नयाँ सरकारले अवश्य पनि न्याय दिलाउनुहुन्छ भन्ने कुराहरू भन्नुभएको छ मेरो विनम्र अनुरोध छ बालेन दाइ उहाँ आमालाई चाहिँ जसरी भए पनि राम्रो ठाउँमा खान बस्न व्यवस्था गरिदिनु होला ल साथीहरू सबैजनाले यो भिडियो चाहिँ हरेक नेपालसम्म सेयर गरेर चाहिँ हाम्रो बालेन शाहसम्म पुर्याइदिनु होला जय नेपाल